हिल्स इङ्ग्लिस ल्याङ्ग्वेज ओरिएन्टेड इन्स्टिच्युटको पहलमा विशेष गरेर विपन्न विद्यार्थीहरूको निम्ति सहुलियत दरमा कम्प्युटरको विभिन्न ट्रेनिङ सम्पन्न भइरहेको छ। केटिभी समाचारका सरप्राइजर DPMI सिलिगुडी, India's leading paramedical institute, Warober, the ultimate clothing store near Motor Stand and Sike Chowk, Kalimpong, Himalayan Shopping, 10th Mile Musk House, Kalimpong, North Bengalको आफ्नो इलेक्ट्रोनिक रिटेल चेन। भारत सरकारद्वारा इन्डियन नेसनल युथ कम्प्युटर संस्थानको विशेष योजना अनुरूप यो ट्रेनिङ सम्पन्न भइरहेको र यसबाट सहुलियत शुल्कमा विद्यार्थीहरूले उक्त ट्रेनिङ कोर्स गरिरहेको सञ्चालक शिवसागर राईले बताएका छन्। त्यस अतिरिक्त पनि संस्थाले अरू पनि सहुलियत दिने उनले बताएका छन्। यो संस्थानले प्रदान गरेको प्रमाणपत्र सर्वभारतीय स्तरमा मान्यता प्राप्त हुने उनले थप बताएका छन्। विशेष गरेर सर्वप्रथम त म सबैलाई यहाँबाट दुई हात जोडेर तपाईहरुलाई के भन्न चाहन्छु भने आजको जुन चाहिँ एउटा परिप्रेक्ष्य एउटा कुरो गर्नु पर्दाखेरि तपाई हामीमा एकदमै चाहिनुपर्ने कुरो चाहिँ के छ, यो जुन चाहिँ अहिलेको जीवन धान्नको लागि भनौँ अथवा हामीले जीवन सपार्नको लागि अथवा जीवन अघि सार्नको निम्ति हामीले जान्नै पर्ने कुरो चाहिँ के हो भन्दाखेरि कम्प्युटर लिटरेट हुनुपर्ने है। कम्प्युटर लिटरेट हुनु पनि हामीले थुप्रो प्रकारको एउटा साधनहरू हाम्रो जग्गा अथवा हामीले आफ्नो जीवनमा हामीले पाउन सक्छौं र त्यस्तो साधनहरू मध्ये एकदमै सुविधा र सहज अनि एकदमै आफ्नो मतलब गरिब भन्दा गरिब निम्न वर्गले पनि लिन सक्ने एउटा कम्प्युटरको एउटा ठुलो एउटा एजुकेसन एउटा हब नै लिएर यहाँनिर तपाईको समक्षमा हामी आएको छौं। यो तपाईको इन्डियन नेसनल युथ कम्प्युटर एउटा जुन चाहिँ इन्स्टिट्युट छ, यो जुन चाहिँ एउटा एकदमै अहिले तपाईले हेर्नुभयो भने तपाईले 2025 को एकदमै टप 10 मा आउने एउटा जुन चाहिँ एउटा इन्स्टिट्युट छ त्यसको एउटा फ्रेन्चाइजी हो कालिम्पोङ हाट बजारमा पनि यहाँनिर ल्याएको छौं है। यसले चाहिँ के चाहिँ यहाँनिर कोर्सहरू गर्छौं भन्दाखेरि तपाईको 3 महिनाको भयो, 6 महिनाको भयो, 12 महिनाको भयो, यानी कि तपाईको 2 वर्षसम्मको तपाईको कोर्सहरू गर्न सक्नुहुन्छ है। र यो कोर्सहरूमा चाहिँ तपाईको अहिले हालैमा चाहिँ तपाईको जति पनि हाम्रो इन्डियाका जति पनि निम्न वर्गको व्यक्तिहरू छ उनीहरू सबैलाई नै कम्प्युटर लिटरेट बनाउनको निम्ति चाहिँ यो कतिवटा कुरो यहाँनिर छुट छ। स्पेशली तपाईको बीपीएल क्याटेगोरीको भयो अनि तपाईको साथै कसैको तपाईको पापा मात्रै हुन्छ, कसैको आमा मात्रै हुन्छ हैन, कसै तपाईको त्यस्तै अब पापा पनि हुँदैन आमा पनि हुनुहुन्न हैन, त्यस्तो पनि एउटा क्याटेगोरीलाई हेरेर उहाँलाई एकदमै कम्ती भन्दा कम्ती फीमा यो कम्प्युटर नलेज दिने एउटा हाम्रो ठुलो एउटा सोच छ र त्यस्तै प्रकारको यहाँनिर गभर्नमेन्टको जुन चाहिँ एउटा ठुलो एउटा विचार पनि यहाँनिर भएको कारणले गर्दाखेरि यसलाई तपाईहरुको समक्षमा हामीले पस्किने एउटा चेष्टा गरेको छौं र तपाईले यहाँनिर आएर तपाईले यहाँनिर जस्तो एउटा फर्म भर्नुपर्छ है। फर्म भरे पश्चात तपाईको यदि बीपीएल तपाई हुनुहुन्छ भने बीपीएल को तपाईको कुनै पनि तपाईको डकुमेन्ट्स तपाईले यहाँ सबमिट गर्न सक्नुहुन्छ र साथै जस्तै हामी छौं हामीसित तपाई आएर कुनै पनि तपाईको त्यस्तो के समस्या छ आर्थिक रूपको अलिकति तपाईलाई केही प्रबन्ध तपाईले मिलाउन सक्नुहुन्न भने त्यो पनि हामीले यहाँबाट तपाईहरुलाई एकदमै सजिलो प्रकारले तपाईले कम्प्युटर तपाईले ज्ञान लिन सक्नुहुनेछ र त्यसको साथसाथमै अहिले कम्प्युटर त एकदमै तपाईको महत्त्वपूर्ण छ। विदाउट द नलेज अफ कम्प्युटर वी विल बी रियली अनइम्प्लोइड एन्ड वी क्यानट डु एनिथिङ एल्स बट एट द सेम टाइम विथ कम्प्युटर लिटरेसी वी मस्ट ह्याभ लिटल मोर नलेज अबाउट स्पोकन इङ्ग्लिस एन्ड रिटन इङ्ग्लिस अल्सो। किनकि तपाईको यो जुन चाहिँ हामी अहिले जुन चाहिँ भेगमा छौँ, यदि तपाईँ अहिले हामी यहाँ दार्जिलिङ भेगमा छौँ भने हाम्रो जुन चाहिँ मातृभाषा नेपाली छ है, नेपाली भाषाले काम गर्न सक्छ। तर अब सबै दाजुभाइ दिदीबहिनीहरू पढेर यहीँ मात्रै हामी बस्छौँ भन्ने छैन, यहाँदेखि बाहिर पनि हामी जानु परेको कारणले गर्दाखेरि त्यति बेला हामीलाई स्पोकन इङ्ग्लिसको पनि धेरै खाँचो हुन्छ। किनकि तपाईँले देखिराख्नु भएको छ कुनै पनि तपाईँको इन्टरभ्यू चाहे त्यो तपाईँको गभर्नमेन्ट इन्टरभ्युज होस् अथवा तपाईँको प्राइभेट सेक्टरमा कुनै पनि इन्टरभ्यू तपाईँले दिनु परेको खण्डमा तपाईँलाई साधारण प्रकारले तपाईँलाई इङ्ग्लिसबाटै सोध्ने गर्छ हैन। र इङ्ग्लिसबाट सोध्दाखेरि यदि तपाईँले इफ यु आर अनेबल टु रिप्लाई टु देम इन इङ्ग्लिस देन आफ्टरवर्ड्स द्याट यु विल बी like you won't be selected for that job. So then if you want to get selected, then first of all that you must be well versed in English, then after that you can face that interviews, then you will get selected. त्यो कारणले गर्दाखेरि हामी यो दुईटै कुरो
स्पोकन इङ्ग्लिसलाई पनि हामी एकदमै हामी स्पोकन इङ्ग्लिस तपाईँको झन्डै यहाँनिर स्वयं हामीले गरेको तपाईँको 20-22 वर्ष भइसक्यो र त्यो कारणले गर्दाखेरि कम्प्लिट आफ्नो लाइफ नै यो स्पोकन इङ्ग्लिसमा एउटा डेडिकेसन गरेको कारणले गर्दाखेरि यहाँ हाम्रो जति पनि दाजुभाइ दिदीबहिनीहरू हुन्छ उहाँहरूलाई पनि एउटा इन्करेज हामी गर्न चाहन्छौँ र यति भन्दै म तपाईँहरू सबैलाई फेरि एकचोटि यही आह्वान गर्छु, एकपल्ट तपाईँले यहाँ हाट बजार जुन चाहिँ गणेश मन्दिरको टप फ्लोरमा यहाँनिर हामीले यो जुन चाहिँ एउटा सेन्टर खोलेको छौँ यहाँ अवश्य एकपल्ट आइदिनुहोस् र आएर जे जस्तो छ यहाँनिर तपाईँले जस्तो पाराले यहाँनिर हाम्रो सिस्टमहरू छ त्यो सबै सिस्टमहरू तपाईँले जानिराख्नुहोस् ताकि तपाईँले नै तपाईँले यो कुरो गर्नुपर्छ भन्ने छैन। तपाईँ गाउँ घरमा जो पनि तपाईँको यस्तो सिक्ने अथवा यस्तो खाँचो परिरहेकोहरू छ उहाँलाई तपाईँले भनिदिन सक्नुहुन्छ भन्ने एउटा आशा राखेको छु र अवश्य तपाईँहरू एकचोटि चाहिँ आइदिनु होला। धन्यवाद।